शोहरतें तो नहीं है मिली, ना रईस हूँ मैं बड़ा, जेब में है नहीं कुछ मगर आस है जो वो सुन ले जरा। तेरे इस दिल को चुराने के लिए है यही एक धुन, सनम को अपना बनाने के लिए है यही एक धुन, है यही एक धुन। यहाँ एड गरेँ कति बाठा केटी यति हाल्ने सागलाई मैले धेरै नै हाल्दै। त्यसपछि अन्डा पछि हामीले साग एड गरेको छ। त्यसपछि थोरै टमाटर एड गरेको छु मैले। त्यसपछि फेरि थोरै धनिया एड गरिदिएको छु मैले अन्तिममा। अनि साथसाथै यिनीहरूले बिस्कुट पनि राखिदिनु मम्मी भनेका छन्। दुईटा बिस्कुट पनि राखिदिएको छु अनि यसलाई लपेटे। त्यसपछि मैले तामा थोरै घिउ राखेर यसलाई हल्का फ्राई गरिदिन्छु। अन्तिममा यस्तो भएको छ। मैले यसरी टिफिनमा प्याक गरिदिएको छु आजको नास्ता। हेलो गाइस, तपाईँहरूले पनि हाम्रो जस्तै घरमा बनाउनुहोस्।